मलाई चाहिँ यो खोला देख्ने बित्तिकै नेपालको याद आयो कि साथीहरू, किन भन्नु न। हाम्रो नेपालमा त यस्तो खोलाको किनारमा टहरा बनाएर छाप्रो बनाएर मान्छेहरू बसेका छन् नि त। अनि यसरी टहरा बनाएपछि बाढी पछि पानी पर्दाखेरि बाढी पहिरो आउँछ अनि बाढीले बगाएर लान्छ अनि दोषी कसलाई हुन्छ? सरकारलाई हुन्छ नि त, होइन भन्नु त। हुन त अब नेपालको र यहाँ विदेशको त कम्पेयरै गर्न मिल्दैन नि त। अब नेपालको र विदेशको कम्पेयरै गर्न नमिले पनि खोलाका डिलडिलमा चाहिँ बस्नु भएन, सबैले बुझ्नु पर्यो है। अब यहाँ विदेशको हेर्नु न, कति सरसफाइ, कति रमाइलो, कति राम्रो छ। हेर्नु न, यो पार्कहरूमा चाहिँ 1 रुपियाँ पनि पैसा लाग्दैन क्या, त्यत्तिकै घुमेर अनि इन्जोय गरेर आउने ठाउँ हो क्या यो। यति राम्रो बनाइदिएको छ यो पार्क, हेर्नु त सबैजनाले। हो, यस्तै बनाउन खोजे हो क्या सरकारले। तर किन हाम्रो जनताहरूले चाहिँ बुझ्दैनन् क्या? खोला नाला वरिपरि टहरा बनाएर बस्ने अनि सरकारले राम्रो गर्छु भन्दाखेरि नबुझ्ने, आन्दोलनमा आउने। हाम्रो देशको जनतै उस्तो हो कि सरकार उस्तो हो कि मैले बुझ्न नसकेको कुरो के।